युएस र इरानको फाइट भइरहेछ, कसैलाई बाल छैन। धुरन्धर पार्ट 2 आइसक्यो, कसैलाई बाल छैन। चाकको बालमा गु अल्झिसक्यो, कसैलाई बाल छैन। किनभने आज हामी यो संसारको सबैभन्दा इम्पोर्टेन्ट टपिकको बारेमा कुरा गर्न जाँदैछौँ है। कि 50 वटा केपी ओली मिलेर 5 वटा बालेनलाई जित्न सक्छन् त? अब यहाँ हामी कुरा गर्छौँ फ्याक्ट्सको, हिस्ट्रीको र पावरको। त्यसैले भिडियो ढिला नगरी सुरु गरौँ है त। हाम्रो लेफ्ट साइडमा हुनुहुन्छ 4 टाइम्स WWE प्राइम मिनिस्टर च्याम्पियन केपी ओली। हाम्रो राइट साइडमा हुनुहुन्छ गड लेभल ऱ्यापर जसले आयुष श्रेष्ठ एके लिल ग्रिजललाई ऱ्यापरबाट कमेडियन बनाइदियो। फर्मर मेयर अफ काठमाडौँ बालेन्द्र शाह। बालेनको एज हो 35 इयर्स, केपी ओलीको एज हो 74 इयर्स, अलमोस्ट डबल। बालेन इज यङ, केपी ओली इज करप्ट। झापामा बालेनले 68,000 भोट पाउनु भएको थियो भने केपी ओलीले ओन्ली 18,000। तर यहाँ फाइट एउटा बालेन भर्सेस एउटा केपी ओलीको होइन कि 5 वटा बालेन भर्सेस 50 वटा केपी ओलीको हो। त्यसैले म्याच हेर्ने हो भने एउटा बालेन चाहिँ 10 वटा केपी ओलीसँग लड्न पर्छ क्या। सो एउटा बालेनको टोटल भोट 68,000 हो भने 10 वटा केपी ओलीको टोटल भोट कति भयो त? म 3 सेकेन्ड दिन्छु। 3, 2, 1 1,80,000। सो झापा 5बाट केपी ओलीले जित्नु भयो है। बट बालेनको रासोपाले टोटल 125 वटा ठाउँमा जित्नु भएको थियो भने केपी ओलीको एमाले जम्मा 9 वटा ठाउँमा। त्यसो भए 10 वटा केपी ओलीले टोटल 90 वटा ठाउँमा जित्नु भयो भने बालेनको रासोपाले जित्न सक्नु भएन। केपी ओलीको ट्रम्प कार्ड हो भोगटे, बालेन दाईको ट्रम्प कार्ड हो कपालमा लाउने जेल। अब जेल र भोगटे लड्यो भने कसले जित्छ त? खै त्यो थाहा छैन। तर एउटा बालेनसँग 10 वटा केपी ओली भक्राक्की भुग्रो लड्यो भने सायद बालेनले जित्नुहुन्छ होला, किनकि बालेन यङ हुनुहुन्छ नि त। एउटा केपी ओलीलाई एक पञ्च हाने भने त केपी ओली ढल्नुहुन्छ, बुढो मान्छे त ढलिहाल्छ नि त। भनेपछि बालेन दाईले 10 वटा पञ्च हाने भने 10 वटा केपी ओलीलाई ढाल्न सक्नुहुन्छ। भनेपछि यहाँ पनि बालेन दाईले नै जित्नुहुन्छ। तर बट सबभन्दा मोस्ट इम्पोर्टेन्ट क्वेसन, सबभन्दा मोस्ट इम्पोर्टेन्ट इक्वेसन के हो भन्दाखेरि चाहिँ केपी ओली बुढो हुनुहुन्छ, बालेन चाहिँ यङ हुनुहुन्छ। बालेन पनि 35 इयर्स ओल्ड अनि केपी ओली पनि 35 इयर्स ओल्ड हो भने कसले जित्छ त? अफकोर्स केपी ओलीले जित्नुहुन्छ। केपी ओलीको जलाइन देख्नुभएको छहरूले? यस्तो जलाइन कसैको छ? छैन नि। द विनर इज केपी ओली।